आज कुरा गरौँ श्री उमियाको चेतक सबसोइलर बारे। यो कृषि संसार नेपालले ल्याएको हो, तर सुन्नुस् है, यो सामान्य हलो जस्तो चाहिँ होइन। यसको काम त अर्कै छ। यसले जमिनको गहिरो भागमा जमेको कडा माटोलाई फुटाउँछ। तपाईलाई थाहा छ, लगातार जोत्दा जोत्दा खेतको भित्र एउटा कडा पत्र बस्छ, जसलाई हार्ड प्यान भनिन्छ। हो, यही उपकरणले ठिक त्यही समस्यालाई समाधान गर्छ। अब प्रश्न आउँछ, यसले खासमा के गर्छ त? ल, तीनवटा मुख्य फाइदा हेरौँ है। पहिलो कुरा, यसले गहिरो जोताइ गर्छ। मतलब त्यो कडा हार्ड प्यानलाई नै तोडिदिन्छ, जुन काम साधारण हलोले सक्दैन। यसो भएपछि के हुन्छ? बालीको जरा गहिरोसम्म जान्छ, पानी पनि सिधै तल पुग्छ अनि माटोमा चिस्यान लामो समयसम्म टिक्छ। दोस्रो, बालीको वृद्धिमा सिधै फाइदा पुग्छ। अब जरा बलियो भयो, माटोले पनि पानी मजाले सोस्यो भने बाली त छिटो र स्वस्थ हुने नै भयो, होइन त? यसले उत्पादनमा पनि राम्रो फरक देखाउँछ, जुनसुकै माटोमा पनि काम गर्छ। अनि अन्त्यमा यो खर्चको हिसाबले पनि एकदमै फाइदाजनक छ, किनभने गहिरो जोताइले पानी र मलको सही सदुपयोग गराउँछ, जसले गर्दा किसानको लगानी खेर जाँदैन। सायद त्यसैले त भनिएको होला, श्री उमिया किसानको ताकत र कृषि संसार नेपाल किसानको भरोसा। छोटकरीमा भन्नुपर्दा, चेतक सबसोइलरले जमिनको भित्री तहलाई जगाएर उत्पादन बढाउँछ र किसानलाई साँच्चै बलियो बनाउँछ।